अवस्थामा हुनुहुन्छ म्याट्रिक्सहरू। त्यसैगरी दोस्रोमा छ ट्युब, हामी पनि ट्युबको प्लास्टिक गरी कसरी जोखिमबाट चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरो स्थानीय स्तरमा उपलब्ध दोस्रो साधनको प्रयोग गरी देखाइएको छ। सजिलैसँग तैरिन सकिन्छ यदि हामीले हाम्रो घर वरिपरि नै भएका वस्तुहरूलाई, सामग्रीहरूलाई उपकरण बनायौँ भने। हामीले यहाँ सजिलै तैरेको देख्न सक्छौँ। म्याट्रिक्सको सहायताले कसरी बस्न सकिन्छ भन्ने कुरा उदाहरण दिएका छन्। त्यसैगरी ट्युबको सहायताले पनि कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरा प्रश्न देखाएका छन्। त्यसैगरी मिनरल वाटरको बोतल, प्लास्टिक बोतलले पनि कसरी आफ्नो ज्यान जोखिमबाट चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा प्रश्न देखाएका छन्। गरेको दृश्य अब हामी तपाईहरुलाई देखाउनेछौँ। पहिलो दृश्य ड्राई रेस्क्यु टेक्निक। पहिलो दृश्य ड्राई रेस्क्यु टेक्निक प्रयोग गरी उद्धार गरिनेछ। ड्राई रेस्क्यु टेक्निक भन्नाले उद्धारकर्ता आफू पानीमा नभिजी water rescue technique, dry water rescue technique. उद्धार कर्मीहरूको पीडित पक्षसँग कसरी आफ्नो सहयोग पुर्याउँछन् भन्ने कुरा देख्न सक्छौँ हामीहरू। बचन मेरो पत्नी देख्न सक्छौँ मेरो आफ्नो बाइमा बाजाका रगत बोक्दा सुरक्षाकर्मीहरू कसरी स्वयं आफूले पानीमा भिजी कसरी उद्धार गर्न सकिन्छ भन्ने दृश्य हामी देख्नेछौँ। एकछिन नातिन यो वाटर रेस्क्यु टेक्निकको वेट टेकिङ गर्नुपर्दछ। हामी देखिरहेका छौँ मेरो दाहिना र बायाँ दुवैतर्फबाट सुरक्षाकर्मीहरू, उद्धारकर्मीहरू रगतको सहायताले कसरी पानीमै डुबेका व्यक्तिहरूलाई उद्धार गर्न सकिन्छ भन्ने कुरा देखाउन गइरहेका छन्। हामी देख्न सक्छौँ मेरो बायाँ तर्फबाट आएको रगतबाट स्वयं व्यक्ति पानीमै हाल्दै कसरी उद्धार गरेका छन् भन्ने दृश्य हामी देखिरहेका छौँ। हामी देख्न सक्छौँ मेरो दाहिने तर्फबाट आएको रगतबाट पनि डाइभ गरी कसरी व्यक्तिलाई उद्धार गर्न सकिन्छ भन्ने देखाइरहेका छौँ। हामी देखिरहेका छौँ कसरी माथि रहेका उद्धारकर्मीहरूले कसरी सहायताले तल पानीमा डुबेको व्यक्तिलाई उद्धार गरेका छन् भन्ने दृश्य देखिरहेका छौँ। हामी देख्न सक्छौँ मेरो बायाँ तर्फबाट आएको रगतले उक्त व्यक्ति पीडित व्यक्तिलाई उद्धार गरी ल्याइसक्नु भएको छ। पीडितलाई बोट लागेर भइरहेको छ हामी देख्न सक्छौँ। हामी देख्न सक्छौँ यहाँ मेडिकल टिम पनि प्रचार भइसकेको छ। मेडिकल परिचालित मेडिकल टिमले प्राथमिक उपचार गरी यदि गम्भीर अवस्थामा पीडित छ भने एमएफआर टोलीले नो पल्स र नो रेस्पिरेसन्स भएको व्यक्तिलाई सिपिआर दिनेछ। हामी यहाँ देख्न सक्छौँ एकजना उद्धार गरेको व्यक्ति गम्भीर अवस्थामा रहेको कारण उसलाई सिपिआर मार्फत दिइरहेको छ। हामी यहाँ देख्न सक्छौँ सुरक्षा उद्धारकर्मीहरूले
गम्भीर अवस्थामा भएको पीडितलाई हस्पिटल समक्ष पुर्याएको दृश्य हामीले देख्न सक्छौँ। त्यसै गरी अर्को एकजना पीडित चाहिँ उपचार गरी सुरक्षित राखिएको छ। त्यसै गरी सम्पूर्ण उपस्थितको फेरि पनि म धन्यवाद चाहन्छु। हामीहरू यस्तो पूर्ण वेट रेस्क्यु अन्तर्गतको दृश्य देखिरहेका छौँ। स्थानीय व्यक्ति प्राप्त सूचनाका अनुसार अन्दाजी 27 वर्षका पुरुष भोलिने पुलमा टिकटक बनाउने क्रममा तलैमा फसेको भन्ने सूचना प्राप्त भएको अनुसार सुरक्षाकर्मीहरू उक्त पुलबाट नै कसरी बचाउन सकिन्छ भन्ने कुरा देखिरहेको छ। यो विधि स्लोगन विधि हो। उक्त व्यक्तिलाई स्लोगन विधिबाट उद्धार गरेको दृश्य हामी देखिरहेका छौँ। यो विधि डोरीको सहायताले छिटो र सुरक्षित रूपमा उचाइबाट तल झर्ने प्रविधि हो। यो प्रविधि विशेष गरी सैन्य इमर्जेन्सी रेस्क्यु, हेली रेस्क्यु र माउन्टेन रेस्क्युमा प्रयोग गरिन्छ। हामी देख्न सक्छौँ उक्त व्यक्तिलाई रबर बेल्टिङ डोरीको उद्धार गर्नको लागि हामी देख्न सक्छौँ स्लेजिङ विधिबाट पनि अबको चरणमा उद्धार गर्ने साथीहरूले फ्लिप रिफ्लिप इभेन्ट देखाउनेछन्। हामी देख्न सक्छौँ प्राथमिक उपचार भइरहेको छ व्यक्तिलाई गर्ने क्रममा स्वयं आफै रबर बोल्ट पल्टी समस्या सृजना भएको अवस्थामा अथवा उद्धार गर्नलाई सजिलै सहज परिस्थिति हुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ असहज परिस्थिति पनि सृजना हुन सक्छ। कतिपय अवस्थामा हामी सुन्ने गर्छौँ त्रिशुलीमा होस् या मौसममा होस् सुरक्षाकर्मीहरू आफै नै स्वयं समस्यामा परेको खबरहरू हामी सुन्छौँ। उक्त त्यसरी खबरबाट सुरक्षाकर्मीहरू उद्धार गर्ने क्रममा यसरी बोट पल्टिएमा चाहिँ कसरी उद्धार गर्न सकिन्छ, कसरी आफूलाई सुरक्षित रही उक्त पीडितलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरा देखाउनेछ। यो फ्लिप विधि हो। सधैँ एउटै अवस्था हुन्छ भन्न सकिँदैन। कहिलेकाहीँ उद्धार गर्नेलाई पनि यस्तो असहज परिस्थिति सिर्जना हुन सक्छ। यस्तो अवस्थामा कसरी बच्न सकिन्छ, जसरी तल सम्पूर्ण उद्धार गर्नेहरूले एकजनालाई माथि पुर्याएको दृश्य हामी देखिरहेका छौँ। हामी यहाँ देख्न सक्छौँ सम्पूर्ण उद्धारकर्मीहरू कसरी उक्त बोटलाई पहिला जस्तो थियो त्यस्तै अवस्थामा कसरी पुर्याउन सकिन्छ भन्ने तरिका खोजिरहेका छन्। हामी यहाँ देख्न सक्छौँ माथि रहेको दुईजना उद्धारकर्मीले कसरी डोरीको सहायताले उक्त बोटलाई फेरि पनि रिफ्लिप गर्छन्। हामी यहाँ देख्यौँ कसरी सुरक्षाकर्मीहरू समस्यामा परेका थिए र कसरी आफैले समस्याको समाधान पनि निकालेका छन् भन्ने दृश्य हामी यहाँ देखिरहेका छौँ। यो फ्लिप रिफ्लिप विधि हो। यसरी नै उद्धारकर्मीहरू आफ्नो रबर बोर्ड पल्टिएको अवस्थामा यसरी नै रबर बोर्डलाई पूर्ण त्यही स्थानमा त्यही पोजिसनमा चाहिँ ल्याउन सकिन्छ भन्ने देखाएका छन् सम्पूर्ण उद्धारकर्मीहरूले। बाटोमा पहुँच कसरी सुरक्षित स्थानतर्फ लगिन्छ भन्ने दृश्य हो यो। उपस्थित
घाइतेलाई हाई एल्टिट्युडबाट सुरक्षिततर्फ झार्न समेत प्रयोग गरिन्छ। उक्त पानीमा डुबेको व्यक्तिलाई उद्धार गरेको छ भन्ने दृश्य हामी यहाँ देख्न सक्छौँ। हामी यहाँ देख्न सक्छौँ उक्त उद्धारकर्मी कसरी पीडित भएको स्थानमा गई सुरक्षितसँग कसरी उद्धार गर्दछन् भन्ने दृश्य हामी देख्न सक्छौँ।